हामी अहिले जाँदैछौँ नुवाकोटको कुन चाहिँ झरना सर भाइ? ए लौके झरना। ओए यार क्या मुखबाट निक्लिरहेछ के? आओ त्यहाँ चिसोतिर है। कस्तो रमाइलो हो। लेट मी दामी मजा आइरहेछ। रियली इन्जोइङ यार म्यान। सरोज भाइ कस्तो कस्तो फिल लागिरहेछ त? आउट दिस एटमोस्फियर। फोटो खिच्नमै व्यस्त छ होइन? नो वरिज होइन, फोटो खिच्नमै व्यस्त छ। बाफ रे क्या मुख्यमा आइरहेछ नि यिनीहरू। यस्तो मजा आइरहेछ। सो अब हामी 1.2 किलोमिटर अवे छौँ होइन? एन्ड दिज आर द बोइज विथ मी। त्यहाँदेखि यहाँसम्म धन्न रोड ढलान रहेछ कि त्यहाँदेखि मरिन्थ्यो बाइक ल्याउनु। यो चाहिँ माछापुच्छ्रे हिमाल हो होइन? ए हिमाल रे के अरे माउन्टेन माछापुच्छ्रे पहाड। माछापुच्छ्रे जस्तो नि छैन हौ फेरि, यो त माउन्ट एभरेस्ट जस्तो पनि छ सरोज भाइ। पानी परेको मौसम छ एन्ड चिलिङ विथ चिया। हाय लेट्स मीट डोगेस भाइ। डोगेस भाइ ओइ त्यसले मलाई किसाएको सरोज भाइ किसाइदिएर अरे यसले तपाईँलाई। ल डोगेस भाइ हेर्न सरोज भाइ डोगेस भाइ यो त हाम्रो कुकुर जस्तै रहेछ। कुकुर भने त हेर्न ऊ चलाउन गयो नि टोक्न त आएन नि उनीतिर त मुख बाइहाल्ने। डोगेस भाइ आई थिङ्क हि डिजर्भ्स वान बिस्किट होइन? हामी चाहिँ अब फेरि हिँड्न थालेका छौँ होइन? आफ्टर हामीले बाइक नल्याएको कारण यही हो है। दिस इज द रिजन बिहाइन्ड। सरोज पराजुली स्वेट मोडल उस हिरो कमन। मेरो भ्युअर्सहरू फेरि अहिले के भन्छ? इन्जिनियर दुइटै इन्जिनियर। Who said engineers are बेरोजगार? Yes, they said right. We are बेरोजगार. No, they are and me too. यतिको इङ्ग्लिस बोलेपछि मलाई अस्ट्रेलियाले चाहिँ किन बोलाएन के सरोज भाइ? असम ल एउटा मुत्यावाला भिडियो। फिल द नेचर एकछिन शान्त भएर हिँड्नु पर्यो। अब मेरो आवाज आउँछ नि होइन? अझ 2-4टा कोइलीहरू कराइदियो भने दामी हुन्थ्यो नि। तर एटमोस्फियर र अनि सराउन्डिङ सबै दामी छ होइन? मेरो उसले साथ छोडिसकेको छ। यो एकचोटि मिलाएर ब्याक। कौन है वो कहाँ से वो आया?
These people are still debating for photos. के हु ओके ओके त्यहाँ देख्दैछ हल्का हल्का ओके द्याट्स अ झरना भ्याइसक्यो गइसक्यो भन्छ यहाँ तर म आउने प्लानमा चाहिँ थिएँ हामी यहाँ कति 5 मिनटको डिस्कसनमै आएको भनौँ न होइन मान्छेहरू केटीहरू भए चाहिँ 1 महिना अगाडिदेखि प्लान बनाउँथ्यो होला ओ माई गॉड वी शुड गो देयर भनेर पुरा यस्तै गर्थ्यो होला तर हामी चाहिँ 5 मिनट ओए जाने न ल जाउँ ल त्यो नभन् न त्यस्तो यो त फ्यामिली फ्रेन्डली कन्टेन्ट हो नि यार बिप हाल्नु पर्यो भने त मजै आउँदैन नि मलाई मेरो एडिटिङ टाइम लाग्छ त्यसरी सब बोली सुन्दै बस्नु पर्यो अनि म झन् र कन्टेन्ट हालौँ भनेको सरोज भाइले अब यस्तै गरिदिन्छ अनि त पोखराको कन्टेन्ट पनि सरोज भाइले गर्दा बिप धेरै हाल्नु परेको थियो आजको यो पनि त्योभन्दा बढी बोल्छस् ठिक छ अब 5 मिनटमा पुगिहाल्छ झर्ना बाटो हेरिरहेको छु त होइन बिस्तारो होइन 30 को स्पिडमा जम्ला नि सानो छ अरे झर्ना खुट्टाको हालत चाहिँ यस्तो भएको छ यहाँबाट जाँदैछौँ and that's the view. These are the boys. ब्याक एक्जाम दिन जाँदै गरिएको एकजना युवक त्यहाँ छ झरना त्यो चाहिँ ठुलो झरना रे हामी चाहिँ पहिला सानोमा जान्ला किनकि सबै चिजको सुरुवात सानोबाटै हुन्छ डार्क बोलिसी क्या हो त नि यति मोबाइल राखेपछि चाहिँ सबै बोलिहाल्छ सरोजले त्यस्तो चाहिँ खुसी लाग्छ मलाई त्यति छाडा छैन नभए त मान्छे त एकदम मनको सफा मुख पनि सफा तर चित्त शुद्ध बोली बुद्ध बुद्ध भन्न ठ्याक्कै 1 महिना त हो हामी चाहिँ उकालो चढेछौँ जति चढे नि आइपुग्दैन ल हिँड्नु मात्र हामीले खानेकुरा चाहिँ किन नकिने सरोज भाइ मैले त त्यो चाहिँ बुझिनँ ब्याग थियो हाल्नलाई हामी त के खानी बिचारै थिएन क्या आज घरबाट भात खायो सक्यो हो क्या अब त भोक लाग्यो भोक पनि लाग्यो सानो झर्ना त आउँदैन हिँडेछौँ दौडिदिउँ न होइन क्यामेरा एङ्गल चाहिँ अलिकति सेकी हुनसक्छ तर ओए इट्स नट अ सानो झरना इट्स अ बिग झरना ओए यसलाई सानो झरना किन भनेको मलाई त यो ठुलो लाग्यो त यो झरना होइन यो चाहिँ सानो झरना हो तल चाहिँ ठुलो झरना छ तर मेरो लागि चाहिँ यो स्टिल ठुलो देखिन्छ होइन तल चाहिँ योभन्दा कत्रो छ अब मेजर गर्नुपर्छ रमाइलो भइरहेछ वर्थ इट छ होइन पैसा वसुल बाइकको पेट्रोल चाहिँ उठ्यो भन्दा नि हुन्छ
तो दोस्तों हम जंगल के बीच में पुशअप कर रहे हैं. It's a man versus wild, and these wild people are doing shit. तो अड्किन्छ यार. नेपाल भन्दा बाहिर छु यार. दुबई पुग्न आँटे. बिहान हिँडेको अहिले पुग्न आँटे. Let's run. उफ्रिदे. दामी आयो दामी. सेम स्पट है यो चाहिँ. अघि नै हामी चिया खाएको ठाउँमा. अहिले चाहिँ यस्तो दामी भएको छ. मजा आयो.